कुनै बैंकमा लोनको ब्याज दर कम र कुनैमा बढी। यो लोनको ब्याज दर चाहिँ कसरी तय गरिन्छ त? आउनुस् आजको यो भिडियोबाट बुझौँ। हरेक महिना बैंक तथा वित्तीय संस्थाहरूले बेस रेट पब्लिस गर्छन्। बेस रेट यानि कि बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो ग्राहकहरूलाई लोन दिँदा लाग्ने न्यूनतम ब्याज दर। बैंक तथा वित्तीय संस्थाहरूले चारवटा कुरामा बसेर चाहिँ बेस रेट निर्धारण गरेका हुन्छन्। पहिलो नम्बरमा रहेको छ कस्ट अफ डिपोजिट। कस्ट अफ डिपोजिट यानि कि निक्षेपमा लाग्ने लागत। दोस्रो नम्बरमा रहेको छ अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेस फर इक्जाम्पल कस्ट अफ स्टाफ, स्टाफको स्यालेरीहरू भयो। र तेस्रो नम्बरमा रहेको छ कस्ट अफ मेन्टेनिङ द रिजर्भ, रिजर्भहरू मेन्टेन गर्न लाग्ने खर्चहरू। र चौथो नम्बरमा रहेको छ प्रफिट मार्जिन। प्रफिट मार्जिन यानि कि मिनिमम रेट अफ रिटर्न। अब कुरा आयो इन्ट्रेस्ट रेट अन लोन चाहिँ कसरी डिटरमाइन गरिन्छ त? यही बेस रेटमा बैंक तथा वित्तीय संस्थाहरूले 17% प्रिमियम जोडेर चाहिँ लोनको इन्ट्रेस्ट रेट डिटरमाइन गर्छन्। फर इक्जाम्पल कुनै ए भन्ने कमर्सियल ब्याङ्कको चाहिँ 6% चाहिँ बेस रेट छ र त्यसमा उसले चाहिँ 3% चाहिँ प्रिमियम जोड्छ भने अब तपाईँको इन्ट्रेस्ट अन लोन भयो 9%।